नमस्कार सबैजनालाई स्वागत छ मेरो नयाँ भिडियोमा। यो हो कटहर। हामी सबैलाई थाहा छ र यो प्रायजसो पाकेपछि खाइने फल हो, तर यसलाई चाहिँ हामीले तरकारीको रूपमा पनि खान सकिन्छ। र म आज यसलाई पकाउने विधि तरिकाहरू चाहिँ तपाईलाई यस भिडियोमा देखाउन गइरहेको छु। सर्वप्रथम यसको बाहिरी कडा भागलाई हामीले हटाउनु पर्ने हुन्छ। त्यसपश्चात यसलाई सानो सानो टुक्रामा काटेर हामीले उमाल्नु पर्ने हुन्छ। यो अलि कडा हुन्छ, जस कारणले गर्दाखेरि यसलाई चाहिँ हामीले 10 देखि 15 मिनेटसम्म उच्च तापक्रम दिएर चाहिँ उमाल्नु पर्ने हुन्छ। यसलाई छिटो उमाल्नुको लागि हामीले यसलाई छोप्न पनि सकिन्छ। उमालिसकेपछि यो यस्तो देखिन्छ, एकदमै नरम हुन्छ। यो हामीले यसलाई हातले पनि खामेर पत्ता लगाउन सकिन्छ। त्यसपछि यसलाई 1-2 पानी धोएर हामीले हातले मिचेर चाहिँ यसलाई मसिनो मसिनो पार्नु पर्ने हुन्छ। त्यसपछि चाहिन्छ खुर्सानी, त्यसपछि लसुन र भुटेको आलस पनि चाहिन्छ, जस कारणले हामीले यसलाई चाहिँ आलसलाई भुटिरहेका छौँ। र भुटिसकेपछि यसलाई चाहिँ मसिनो मसिनो पार्नुपर्छ, जसको लागि हामीले यसलाई पिन्नुपर्ने हुन्छ। पिनेको आलस यस्तो देखिन्छ र यो सबै मरमसला हालिसकेपछि अन्तिममा हाल्नुपर्ने हुन्छ, किनभने यसलाई चाहिँ हामीले पहिल्यै नै भुटिसकेका हुन्छौँ। त्यसपछि अलिक बढी तेल हालेर हामीले तयार पारेको खुर्सानी र लसुनलाई चाहिँ मजाले भुट्नुपर्ने हुन्छ। लसुन र प्याज भुटाइसकेपछि हामीले हाम्रो मेन कुरा कटहर चाहिँ हाल्नुपर्ने हुन्छ। तेल, लसुन, खुर्सानी सबैतिर मिसाइसकेपछि यसलाई एकछिन छोप्नुपर्ने हुन्छ। 1-2 मिनेट पश्चात हामीले यस तरकारीमा हामीले मसलाहरू पनि हाल्नुपर्ने हुन्छ। नुन, बेसार, जिरा, धनिया। त्यसपछि सँगसँगै हामीले पिनेको आलस पनि हालिदिन सक्छौँ र तरकारी र मसलालाई चलाएर मिसाउने। मसला सबैतिर मिलाइसकेपछि यसलाई एकछिन छोप्नु पनि पर्छ। त्यसपछि 3-4 मिनेट पछाडि तपाईँको तरकारी रेडी हुन्छ। त्यसपछि तपाईँले यसलाई खान सक्नुहुन्छ र एकदमै मिठो हुन्छ। भिडियो मन परे लाइक, सेयर गर्नुहोला।